भारत प्रशासित जम्मू कश्मीर क्षेत्र सुरक्षाका हिसाबले आफैमा संवेदनशील क्षेत्र हो। प्राकृतिक रूपमा शान्त र सुन्दर यो क्षेत्र भारत र पाकिस्तान बीचको विवादले आक्रमण र अशान्त थलो बन्न बाध्य छ। भारत र पाकिस्तानको विवादित क्षेत्र जम्मू कश्मीर मामिलामा संविधानको धारा 370 मा जम्मू कश्मीरलाई भारतले विशेष राज्यको व्यवस्था गरेको थियो। सत्तामा मोदीको उदयसँगै सन् 2019 मा उक्त धारा खारेज गरियो। केही समय अघि मात्र जम्मू कश्मीरमा चुनाव सम्पन्न भएको थियो। छिटफुट घटनाहरू भए पनि यहाँ ठूला आक्रमणका घटनाहरू वात्तै घटेको थियो। लामो समयपछि जम्मू कश्मीरले आफ्नो लय समात्न सफल भएको थियो। मिनी स्विजरल्याण्डको रूपमा परिचित बैसरन भ्याली सहित जम्मू कश्मीर विश्वभरका पर्यटकको गन्तव्य बन्न सफल भयो। संवेदनशील क्षेत्र मानिएको यस क्षेत्रमा एकाएक वार्षिक रूपमा झण्डै करोडको हाराहारीमा पर्यटक पुग्ने गरेको तथ्याङ्क छ। तर मंगलबार पहलगाम नजिकै बैसरन भ्यालीमा पर्यटक लक्षित आतंकवादी हमला भएपछि भारतको सुरक्षा संयन्त्र नै प्रश्नको घेरामा छ। यति धेरै पर्यटक जाने क्षेत्रमा भारत सरकारले गरेको सुरक्षा प्रबन्धमाथिको हेलचेक्राइ प्रति धेरैको ध्यानाकर्षण भएको छ। यसले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार विश्वमाझ उदाङ्गिएको छ। आफ्नै नागरिकले मोदी सरकारमाथि प्रश्न उठाएका छन्। हमने ये फौज इसलिए नहीं रखी है कि वो खाली अपने फौज की सेव करे। हमने फौज इसलिए रखी है क्योंकि वो लोकल के भी काम आ जाए और सबसे बड़ी बात टूरिस्टों के काम आ जाए। जो एक्टिविटेशन पॉइंट है यहाँ पे सोनमर्ग जाते हैं, गुलमर्ग जाते हैं, पहलगाम जाते हैं, तो हमारा फौज वहां पे होना चाहिए, न कि नीचे होना चाहिए अपनी गाड़ियों की सुरक्षा करने। छिमेक पहिलो विदेश नीति अवलम्बन गरेको मोदी सरकार पहलगाम प्रकरणमा सम्पूर्ण दोष छिमेकी मुलुक पाकिस्तानलाई दिएर आफू भने ओभानो भन्ने प्रयासमा छ। पाकिस्तानले यो घटना भारतको आन्तरिक मामिला भएको तर्क गर्दै यसमा आफ्नो कुनै हात नरहेको स्पष्ट पारिसकेको छ। तर पाकिस्तानले प्रतिक्रिया दिएको केही घण्टा बित्न नपाउँदै भारत पाकिस्तानमाथि खनिएको छ। पाकिस्तानले आतंकवादी समूहलाई सहयोग नरोकेसम्मका लागि सिन्धु जल सम्झौता रद्द गरेको छ। सन् 1960 मा भएको सिन्धु जल सम्झौता रद्दले पाकिस्तानलाई ठूलो प्रभाव पर्नेछ। पाकिस्तानको कृषि उद्योग र पिउने पानीमा यसले असर गर्न सक्नेछ। दुई देशबीचको शक्ति सन्तुलन, जल नीति र सुरक्षा नीतिमा समेत गहिरो असर पर्ने विश्लेषण भइरहेको छ। सिन्धु नदी भारतको उत्तरमा हिमालय पहाडबाट सुरु भएर जम्मू कश्मीर, हिमाचल, पञ्जाब, राजस्थान र हरियाणा प्रदेश हुँदै पाकिस्तानको पञ्जाब, सिन्ध, बाल्टिस्तानको पार गरेर आवर सागरमा गएर सकिन्छ। सिन्धु जल सन्धिलाई भारत पाकिस्तान जल विवादमा एक सफल अन्तर्राष्ट्रिय उदाहरणको रूपमा लिने गरिन्छ। दुई देशका बीच दुई युद्ध, एक सीमित युद्ध, कारगिल र हजारौं तनावका बीच यो सन्धि कायम थियो। बेला बेलामा विरोधका स्वरहरू उठिरहे तर सन्धिमा कुनै असर परेको थिएन। तर पछिल्लो आतंकवादी आक्रमणले भने यो सन्धि अप्ठ्यारोमा परेको छ। तर पाकिस्तानले भने भारतले एकतर्फी रूपमा यो सिन्धु जल सन्धि, इन्दुस वाटर ट्रिटी रद्द गर्न नसकिने दावी गरेको छ। यस्तै भारतले अटारी बोर्डर चेकपोस्ट बन्द गर्ने निर्णय गरेको छ। त्यसैगरी पाकिस्तानी नागरिकहरूलाई सार्क भिजा छुट योजना अन्तर्गत जारी गरिएको भिजाको आधारमा भारत यात्रा गर्न रोक लगाएको छ। पाकिस्तानी नागरिकहरूलाई पहिले जारी गरिएका भिजाहरू पनि रद्द गरिएको छ। भारतमा रहेका सबै पाकिस्तानी नागरिकहरूलाई 48 घण्टाभित्र भारत छोड्न भनिएको छ। नयाँ दिल्ली स्थित पाकिस्तानी उच्चायोगका रक्षा, सैन्य, नौसेना र वायुसेना सल्लाहकारहरूलाई अवांछित व्यक्ति घोषित गरिएको छ। उनीहरूलाई भारत छोड्न एक साताको समय दिइएको छ। भारतले इस्लामाबाद स्थित आफ्नो उच्चायोगबाट रक्षा, सैन्य, नौसेना र वायुसेना सल्लाहकारहरूलाई पनि फिर्ता बोलाइसकेको छ। यस्तै भारतले पाकिस्तान सरकारको आधिकारिक एक्स ट्विटर अकाउन्ट ब्लक गरिदिएको छ। भारतले पाकिस्तानलाई सीमा पार आतंकवादलाई समर्थन र आश्रय दिएको आरोप लगाउँदै व्यापक कारवाही गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री मोदीले कश्मीर घटनाका आतंकवादीहरूलाई कल्पना भन्दा बाहिरको कड़ा कारवाही हुने उद्घोष गरेका छन्। मैं बहुत स्पष्ट शब्दों में कहना चाहता हूं, जिन्होंने ये हमला किया है उन आतंकियों को और इस हमले की साजिश रचने वालों को उनकी कल्पना से भी बड़ी सजा मिलेगी। सधैँ चिसो सम्बन्ध रहेको भारत र पाकिस्तान बीचको कूटनीतिक सम्बन्ध पहलगाम घटनापछि थप तनावपूर्ण बनेको छ। दुई मुलुक बीच वाक युद्ध सुरु भएको छ। आम्ने सामने भइरहेका छन्। पाकिस्तानले भारतले ब्लेम गेम खेलेको भन्दै त्यसलाई जस्ताको त्यस्तै जवाफ दिने भनेको छ। यो हो टेलिभिजनका लागि निम्लिकी शेर्पा, काठमाडौँ।